हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु माई न्यू मुकबाङ। र आज फेरि तपाईँहरूको माझ म नयाँ मुकबाङ लिएर आइसकेको छु। र आज मसँग के रहेको छ भने आज मसँग रहेको छ यो चाहिँ इस्कुसको मोमो है, सब्जीको मोमो हो। इस्कुस अहिले चाहिँ धेरै फलिरहेको छ र इस्कुसको मोमो, साथमा रहेको छ करेन नुडल्स र यसमा चाहिँ रहेको छ मोमोको अचार, एकदम स्पाइसी डल्ले खोर्सानी लगाएर बनाएको। र ड्रिङ्क्समा रहेको छ माजा जुस र साथमा मैले यो घरमै फलेको घरमै पाकेको केरा थियो र फ्रुट्स पनि लिएर आएको छु, केरा लिएर आएको छु। र यसो भन्दा अब चाहिँ म मेरो खानेकुराहरू स्टार्ट गर्छु। र अब तपाईँहरू मेरो च्यानलमा नयाँ भिजिट गर्दै हुनुहुन्छ भने प्लिज सब्सक्राइब, लाइक, कमेन्ट गरिदिनुहोस्। मोमो चाहिँ एकदमै थक्कै लिएर आएको चाहिँ जुसी छ, फर्स्ट बाइट। एकदमै जुसी है। तातो छ, एकदम मिठो भयो। के भयो?
मोमो चाहिँ ठुल्ठुलो छ ल यो चाहिँ एकदमै अचार चाहिँ एकदमै पिरो भएको चाहिँ डल्ले खोर्सानी हालेको मैले कति हालेँ डल्ले खोर्सानी र मैले चाहिँ मोमो चाहिँ कति ठुल्ठुलो पिस कति बेला थियो नि 13 पिस थियो ठुल्ठुलो थियो यो चाहिँ म चाहिँ एकदमै पेट ड्याम्मै भयो र करेन्ट नुडल्स चाहिँ यसरी रहेको छ अब चाहिँ म भरै खान्छु होइन बिगार्दिनँ र केरा चाहिँ दुईवटा चाहिँ आधी भए पनि खान्छु केरा चाहिँ एकदम पिरो भइरहेको छ नि त र थ्याङ्क यू सो मच फर वाचिङ र अब तपाईँसँग नेक्स्ट मुकबाङमा भेट्छु आजको मेरो मुकदन चाहिँ एकदमै डिस्टर्ब भएको चाहिँ किनभने साइडतिर कामहरू पनि चलिरहेको छ र बाहिरतिर पनि अलिअलि हल्लाहरू भइरहेको छ हो कोही बेला यस्तै हुन्छ र बाई टेक केयर लभ यु अल बाई